ए जुठे मैले कहाँबाट आइस आज मेरो घरतिर? ल आइज बस ल आइज। कति कामले आइस? यतिकै डुल्दै डुल्दै तँलाई याद आयो र यसो भेटेर जान भन्दै आएको। ल बस यहाँ केमा बस्छस् मोडा पहे। हुन्छ ल परेन ल ल हेर त बस आइज त। यहाँ बस त ल बस। कहिले काहीँ आउने मान्छे धेरै दिन पछि आइस त कसरी याद आयो तँलाई? म भुइँमै बस्छु। बस्छ छ नि बस्छ नि अब त नि यस्तो पुरानो साथी होइन। तेरो छोराहरू क्या रहेछन् आज भोलि? तेरो छोरा त ठुल्ठुला भइसक्यो होला नि। छोरा त अब बिहा गर्ने बेला भइसक्यो। हालत त्यस्तै छ अब लफङ्गा भएर अब कहिले कता कहिले चोर्ने ढाक्ने लुट्ने। होइन हरामी भन्छन् त नि त्यो छोरा त पहिला त थिएन नि त्यस्ता। बिग्रेको यो खै जमाना हो कि त्यस्तै अब खै अब कता यिनीहरू खै के हो क्या चाहन्छ नि क्या चाहन्छ यो छोरा र ठुला भए त्यस्तै हो। यो क्या चाहन्छ नि खोइ हेराउने चेराउनेमा कतिको विश्वास गर्छस् है तैँले? विश्वास त अलिअलि गर्न नि पर्यो। यसो हेर नपा कस्तो हुन्थ्यो अब चिनासिना हेर नपा त राम्रो कुरो हो। होइन हेराउँछ छ नि एउटा साह्रै जान्ने एउटा पण्डित भएको छन्। जान्छ छ नि जान्छ कस्तो त्यस्तो हो नि त। एकपल्ट भेट गराएन त कस्तो हुन्छ। म पनि अलिअलि साह्रै बिग्रेछन् क्या तेरा छोराहरू त। त्यो अस्ति त्यो सब्जीवालाको पैसा चोरेर अस्ति त्यो सब्जीवाला भाइ यहाँ आएर मलाई गुनासो गर्दै थियो। यस्तो अब तपाईँको छोराले यस्तो यसरी अब लुटिदिए दुःख गरेको पैसा भन्दै थियो। अब हरामी भन्छ एकदमै नभन्न जुठे के गर्ने अब के गरौँ त? केही छ उपाय तसँग? उपाय त्यही हेराउने त्यही छन्। एकदम जान्नी छन् एकदम जान्नी छन्। वहीँ लिएर जान्छ त्यो पोलतिरको त्यो टुले छैन त्यसको पनि त्यस्तै भएर चाहिँ ल र उहाँ चाहिँ हेराएर के गरेर चाहिँ अहिले त राम्रो भएको छ विदेशतिर गएको। तेरो नि एकचोटि त्यस्तै गर्छ। तेरो ठुलोको त बिहा गर्ने बेला भयो होला हो। ठुलोको त नभन्नु न। ठुलो त अहिले 27 वर्ष भइसक्यो नि। अब बिहा गरिन् छोराछोरी हल्लेको छ लफङ्गा भएको छ। खै के गर्छ राति आउँछ खाना गाह्रो छ मलाई एकदम। त्यसो भए हिँड केटा हिँड। दुईवटा छोरो त कान्छो क्या रहेछ? कान्छो त गतिलो होला। कान्छोलाई पनि बिगाऱ्यो त जेठोले। त्यो कान्छो जेठोको पछि हिँड्छ। दुइटै छोड्दै हिँड्दै गर्छन् डाका भएछन्। त्यसो भए चोर्ने लुट्ने रक्सी खाने जाँड खाने राति आउने यहाँ सुतेको बेला डिस्टर्ब गर्ने। मलाई त साह्रै पिर परेको छ। त्यसो हिँड बाबु त्यो त्यसो जानु त कहिले जाने लो? आज कस्तो समय छ तेरो? मेरो त समय छ। आज जाऊँ न त फेरि। आज जाऊँ यसो भेटेर आम के भन्छ? ल त्यसो भए त गइहालौँ त। ल म तयारी हुन्छु। ल जाऊँ त। ल जाऊँ ल बरु छोड्दै आज छोड्दै सबै कुरा छोड्दैलाई। कति टाढा हो? अब आइसक्यो यो त यहीँ हो। आइज जगतां नाथं ज्ञानं ज्ञानमोक्षदं आदित्यं महाभागं सूर्यं देवं रमामि। ओम नमः सूर्यनारायणाय नमः। घर यही हो। म बोलाउँछु पाए। गुरु ए गुरु बोल्नु न त। पूजा सुजा गर्न ला बिहान आइए। ए गुरु हजुर हामी भेट्न आएको थियौँ हजुरलाई। ओहो ल ठिक छ आउनु भित्र बस्नु। यसो मुडामा कुचीमा कतै बस्दै गर्नु। म यसो पूजापाठ गर्दैछु। मैले गएर पूजापाठ गरेर यसो भलाको सारी गरौँला। हस् ल देवाय नमो नमः। ओम नमो भगवते वासुदेवाय नमो नमः। गौरी शंकराय श्री गणेशाय नमो नमः। हरि ओम हरि शरणं मम। गुरु आउनुभयो। गुरु नमस्ते गुरु। नमस्ते गुरु। ओहो हजुर नमस्कारम। बस्नु म चाहिँ अलिकति पूजापाठमा व्यस्त थिएँ। हजुरहरूलाई कष्ट भयो। भलाको सारी गरौँला। ल बस्नु।
ल हजुरहरू आउनु यतै बसौँ आनन्दले है। ल स्वागत छ है मेरो घरमा। यसको छोराहरू साह्रै बिग्रेछन्, यसो के हेराएर हुन्छ कि क्यारेर हुन्छ, त्यो काम गर्दैन परेको साह्रै हतारै लिएर आएको। हजुर ठिक छ, आउनुभयो, स्वागत छ। अनि चिना छ कि छैन, के छ, ल्याउनु भएको छ छैन, के छ होला? चिना त छ, यसको टेन्सनले गर्दा मैले उतै भुलेर आएको कि। ठिकै छ। जन्ममिति थाहा छ के छ कसो छ? हजुर थाहा छ। ल ठिक छ, त्यसो भए यो चिना यो ऊ यस्तो उस्तो भन्दा पनि सबैभन्दा ठुलो कुरो कर्ममा भर पर्नुपर्छ जो पनि। त्यही पनि हेरौँला, केही छैन। जन्ममिति दिन्छ है त। ल जेठा छोराको कान्छा छोराको मसँग छ, म लेखिरहेको छु भनिन्छ भनेर। जेठोको 2053 साल हजुर 26 गते 2053 साल भन्नुभयो है? हजुर 26 गतेको जेठो हो। चैत हजुर 26 गते भन्नुभयो। अनि कान्छाको 2056 साल ज्येष्ठ 25 गते 2056 साल ज्येष्ठ छैन? हजुर 25 गते। यी मोराहरू बिहानै जन्मेको 7 बजे भित्रमा जन्मेको हो। जेठो 26 गते, कान्छो 25 गते भन्नुभयो होइन? ल ठिक छ। जेठा छोराको नाम भन्नुहोस् त के हो? जेठा छोराको दबाट आएर दिलीप राखेको छ। अनि कान्छा छोराको सबाट आएर सुदीप राखेको छ। हजुर ल ठिक छ। ल एकछिन कुर्नुहोस् है त। ल ल ठिक छ। मोटामोटी हेर्दाखेरि चाहिँ ठिकै छ होइन। तर अब जति मैले जे भने हजुरलाई, अब त्यो चित्त बुझ्यो बुझेन के कसो जे जसो भए पनि मनलाई चाहिँ अलि शान्ति नै मिल्ने तरिकाले होइन। अब यसो गर्नुहोस्, छोराहरूलाई पनि लिएर आउनु, चिना पनि लिएर आउनु है। अनि फेरि राम्रोसँग हेरौँला, त्यसपछि गएर के कसो गर्नुपर्ने त्यो पनि विधि पुऱ्याएरै होइन, जे जसो गर्नुपर्छ। अब ग्रह केही नराम्रा रहेछन्, गइसके, अब कटिसक्न लागेका छन्, र पनि विशेष गरेर चिना हेरियो भने चाहिँ अति राम्रो हुन्छ। अलि विस्तृत तरिकाले हेर्न सकिन्छ होइन, बुझाउन पनि सकिन्छ, बुझ्न पनि सकिन्छ होइन। अनि त्यही अनुसार मैले सल्लाह सुझाव दिउँला। अनि छोराहरूलाई पनि लिएर आउनुहोस्। मेन त चिना हेर्नुभन्दा पनि यो छोराहरूलाई हेर्नुपर्ने हुन्छ कि। छोराहरूलाई हेरेर छोराहरूलाई सम्झाउनु पर्ने चाहिँ छोराहरूलाई हो। छोराहरूलाई लिएर आउनु, अनि उहाँलाई बुझाउने, अराउने, सिकाउने, जे गर्नुपर्छ गरौँला, चिन्ता नगर्नु। अब चाहिँ राम्रै दिन आउँछन् जस्तो छ सबै कुरा हेर्दाखेरि। फेरि पनि लिएर चाहिँ आउँछ है त, छोराहरूलाई लिएर, अनि चिनासँगै लिएर आउँछ है त। ल हस् हस्, नमस्कार, शुभ रहोस्। म भोलि बिहानै लिएर आउँछु छोरालाई। हस् ल लिएर आउनुहोस्। हस् ल, शुभकामना।